सुस्मिता ठिकै छ? ए पापा नमस्ते सेवानी बल्ल आइपुग्यो नि हौ अङ्कल खोइ ए ल ल ओह गर्मी भयो आज त बुढी आइरहेछ आएछ आएछ बुढी आइरहेछ के छ ठिक छ खबर एकदम दामी माइत कस्तो भयो दामी नि हौ आमालाई भेट्नु पाउँदा कम त मजा आउँछ रमाइलो भयो नि मलाई मिस गर्यो अबि कस्तो मिस गरे पुरा मिस गरे नि पुरा मैले मिस गर्यो है बोल नि त यस बुढी आएछ माइतबाट के छ अनि कस्तो भयो हौ माइतको जर्नी दामी भयो नि हौ राम्रो भयो खुसी लाग्यो आमाहरूले हो सब तपाईँलाई सोध्नु पनि हुँदै थियो कि कस्तो छ के छ ज्वाइँ भन्नुहुँदै थियो अन्त मैले लिगामेन्ट फाटिरहेछ अहिले अलिक सन्चो छैन भनेर भनेको छु हो सबै अब ठिकै छ राम्रै छ घरतिर मिस गर्यो पुरा मलाई गरे नि हौ किन नगर्नु तपाईँलाई मिस गर्दिनँ पुरा मिस गरेँ कति लाग्छ बुढी आइपुगेछ कति दिनमा के छ अनि कस्तो छ माइतको खबर ठिक छ ठिकै छ नि हौ घरमा सबैजना ठिकै छ तपाईँलाई पनि सोध्नु हुँदै थियो तपाईँलाई पनि सोध्नु हुँदै थियो होइन मैले चाहिँ ज्वाइँको लिगामेन्ट फाटेको छ भन्यो हो ठिकै छ सबैजना ठिकै छ आमाहरू पनि पापाहरू पनि फुपूहरू पनि सबै ठिकै छ मजा आयो माइतमा मजा आयो नि हौ किन नआउनु बल्ल लगाएको अन्त मलाई मिस गर्यो गरे त पुरा गर्यो पुरा गरे तिमीलाई मेरो माया कति लाग्छ लाग्छ नि पुरा लाग्छ पुरा लाग्छ खोल न त्यसो भए ओस् म त खोल्दिनँ खोल न त्यसो भए खोल्दिनँ तपाईँ नै खोल्नु न म पुरा जहिले मै खोल्नु म पुरा काम गरिरहेको छु जहिले मैले खोलिरहेको छु त आज चाहिँ तिमी खोल न नि खोल्दिनँ तपाईँ नै खोल्नु नै म खोल्दिनँ कि आज पुरा थाकिरहेको छु खोल न प्लिज खोल्दिनु न तपाईँ म खोल्दिनँ आज त तिमीले खोल्नुपर्छ सधैँ मैले खोलिरहेको छु खोल न ल खोल न के साह्रो मै खोल्दिनु खोल न नि ल ल त त्यसो भए खोलिदिन्छु नि त ल लु खोलिदेऊ वाउ आज चाहिँ मेरो बुढीले माइतबाट यस्तो गिफ्ट ल्याएर चाहिँ खोलिदिएको छ एकदम आई एम सो ह्याप्पी यस ला उसले त अघिको खिचेको छ जस्तो लाग्यो नि है भइहाल्यो ए भएको छ नि यसरी के ट्याङ गर्यो त्यहाँ अघि पुछै भएको थिएन हौ यसरी नै यो त भएन होला के गर्नु पुछै गर्दा